त्यसो नभन भाइ यहाँ लाइभ चलिरहेको के हामी केटाहरू हामी यो पाहाडमा चढ्दै है हामी चाहिँ होइन भिनु डाँडासम्मको यात्रा छ होइन यस्तो हके हेर ल केटा हो ल केटा हो यो भवानी स्टार्टिङमा अब आउँछ सबैजना घुम्न आएको है केटा हो ल यस्तो पाहाड है हेर ल हल्का नाइट छ हल्का राति है बिहान 3 बजे आएको घुम्न ल केटा हो आज अब चाहिँ हामी माथि डाँडामा पुग्यो खाजा खान लाग्यो सबैजना हेलो सबैजना है खाजा खाँदैछ गाइस हामी अब एकछिन पछि हाम्रो डाँडा काँडा फुलसुल होइन होली सोली आउँछ अब पिकनिक मनाएर के रे नेरल जाने मान्छे मलाई मन पर्यो भने भन्थ्यो है केटा नम्बर दिन्छ के म यो त हेलो भाइ भाइ केटा म है गाइस तिनीहरु मेरो साथीहरु के महेन्द्र है गाइस हामी महेन्द्र यहाँ पुग्ने सामान छ पुग्ने सामान छ नि तर त्यसमाथि नबस प्लिज भाइ सबैलाई भैम राखेर तिमीलाई झोलाम राख्नु मलाई सुहाउँदैन कुरो बुझ्छ नि दाइले कागबाट ल्याउँछ कहाँबाट सब गोल बजे छ न त्यसो हामीले ओए अलि फरक सुन्दरी भाइ अलि तल तल बस ल अलि एकदम यो चाहिँ हामीले पिकनिक मनाएको है साथी घुम्न आएर भन्दा उखुरी ओए यहाँ नाम देखो छ दे नाम के हो दाइ पासवर्ड हाल्नु कैसान छ यही हो ए कैसान छ के पासवर्ड के यो हान्न 了केटा हो केटा आज हामी ल सबैजना केटा हो ल हिँड जाऊँ अझै टाढो छ यस्तो ठाउँमा छ क्या हामी फेरि चाहिँ अब पुगेको जस्तै हो हेलो गाइस सबैजनालाई आज भिजिट यस्तो जङ्गलमा वेलकम टु माई लाइफ भिजिट हल्का यसो भिजिट गरिदिनु है सबैजनाले वा ल ल जाम ढिलो भयो क्या ल केटा दौड्यौँ अलि टाढो छ के ल केटा हो चोकतिर केटा फेरि यस्तो ठाउँमा नै आउनु पर्यो कसम क्या सबैजना वेलकम भिजिट माई लाइफ ओ नाइस ल नाइस ब्लड भन्यो कस्तो फिल भइरहेको यस्तो डाँडामा है यो है ल ओ नाइस ल यस्तो दामी छ यस्तो बिरामा कस्तो खालको मलाई कस्तो सिरिङ्ग बनाइदिनु क्या ल हेर त वाओ भिजेर वाओ नाइस
नाइस छ जिल्ला र चितवन जिल्लाको सिमाना त्यहाँ छ होइन भेरी नाइस लालीगुड छैन ल सिमानो भयो भने होइन मेरो आलु आज खतरा छ छ है सबैजना ओ ल लालीक्रस बल धरे गाइस खानु मन छ भने आउनुहोस् है लेकमा ल ओ ल ल सन्त ल हामीले गाडी हो के ल आए देखे ल ल यस्तो नाइस है तेरे त्यही त ल कति दामी छ है सबैजनालाई भिजिटमा लाग्छ सबैजनालाई दामी छ है पुग्यो ल एकटा आज हामी फर्केको है फर्केको लास्ट टाइम हो यो सबैजना ह्याप्पी होली छ है यो गाउँ हो र यो ठाउँमा पुग्नु पर्ने त्यो ठाउँमा पुग्नु पर्ने टाढो छ गाइज धेरै टाढो घुमियो आज 3-4 घन्टा लाग्यो 3-4 घन्टा त होइन 9-10 घन्टै लागेछ आज त ल हेलो गाइज सबैजना आज लास्ट टाइम हो आज हामी फर्केको हो र यदि तपाईँलाई यो भिडियो मन पर्यो भने प्लिज लाइक